भाइलाई भन्न चाहन्छु, भाइ अब तँ प्रधानमन्त्री बनिस्, जिम्मेवार बन। ल ठिकै छ, बालन भाइलाई त भनिस्, तर पहिला तेरो बाउ केपी शर्मा ओली हुँदै गर्दाखेरि ल बाउ केपी शर्मा ओली तिमी प्रधानमन्त्री भयो, देश र जनताको लागि जिम्मेवार भएर बस है, जिम्मेवार भएर यो देशको संरक्षण गर है, जनतालाई विदेश जानबाट रोक है, देशको कल कारखाना बेच्नुबाट रोक है भनेको भए हुँदैन थियो। तेरो बाउ प्रचण्डले पनि त कतिचोटि प्रधानमन्त्री भयो, त्यति बेला पनि भनेको भए यसरी नै हुन्थ्यो होला। तेरो बाउ शेरबहादुर देउवा पनि भयो, त्यति बेला रोकेको भए हुन्थ्यो होला, भनेको भए हुन्थ्यो होला। अनि अहिले बालेन शाह देख्दा मात्रै तँभन्दा धेरै क्यापेसिटी भएको मान्छे हो बालेन शाह, कुरो बुझिस् कि नै? तैँले त भए नभएको उखान टुक्का जोड्दै, हुन त यो उखान टुक्का किन जोडेको भनेको केपी शर्मा ओली बाउ रहेछ र पो जोड्दो रहेछ त मामबाका। बालेन शाहलाई सल्लाह सुझाव दिइराख्नु पर्ने आवश्यकता छैन तैँले है। अब झोले पनि कति झोले भएको हो, बालेन शाहलाई यत्रो सल्लाह सुझाव दिनुपर्ने तँभन्दा धेरै विज्ञ नै हो ऊ। र मलाई केपी शर्मा ओलीलाई उहाँ अस्ति झापामा चुनावभन्दा पहिला गएर बालेन शाहले देश बनाउँदैन आमा, देश बनाउने केपी शर्मा ओली हो भन्ने त होस् नि। अनि हामीले बुझेका छैनौँ र हामीले जानेको छैनौँ र तँलाई मात्रै आउँछ भन्नको लागि पहिला केपी शर्मा ओली प्रधानमन्त्री हुँदै गर्दा त्यसो भनेको भइहाल्थ्यो नि। केपी शर्मा ओलीलाई 2-4 लाख दिएछ क्या हो, त्यसपछि त केपी शर्मा ओलीको बुके स्टेजमा नभए त त्यत्तिकै जाने मान्छे त होइनौ तिमीहरू। पैसा नदिकन त, पैसा दिएरै मात्रै जाने हो नि त तिमीहरू। खानु पल्केपछि जाने हो तिमीहरू, कुकुरले हड्डी खाए जस्तो खाने हो, अनि केपी शर्मा ओलीको बारेमा भुक्ने हो, त्यही हो, अरू कुरा थाहा छैन। पहिला केपी शर्मा ओली हुँदै गर्दा त्यसो भनेको भइहाल्थ्यो नि। अहिले बालेनलाई भाइ मेरो पनि केही अधिकार लाग्छ देशको सामने के भुत्र भन्नुपर्छ तैँले? तँभन्दा धेरै विज्ञ मान्छे हो बालेन शाह, कुरो बुझिस् कि नै? अब त जस्तो झोले पत्रकार के अरे झोले कलाकार भएपछि त यो देशमा के हुन्छ के अनि केपी शर्मा ओलीको दानामा सार्दै बस्ने मान्छे हो त होइन? अरू कुरा त के भन्नु छ र तँलाई? बेकारको माम्पाको भुसुडीवाला। चुनाव अगाडि के भन्थिस् तैँले? अनि अहिले के खोज्न बनिरहेको तिमी? केपी शर्मा ओलीलाई भन्न राम्रोसँग, केपी शर्मा ओलीले गरिहाल्छ नि। केपी शर्मा ओली त हो नि तेरो बुवा होइन र? माम्पाको भुसुडीवाला।